मौन, शान्त तर शक्तिशाली। आइतबार ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका 6 भदौरे र आसपासका स्थानीय तथा ओडाका जनप्रतिनिधिहरू निधारमा कालो पट्टी, मुखमा कालो मास्क, हातमा प्लेकार्ड र ब्यानर बोकेर सिद्धिचरण नगरपालिका 11 स्थित मिलन चोकमा भेला भए। न त नारा, न भाषण, न मन्तव्य, न त हल्ला, केवल मौन थिए सबैजना। ओखलढुङ्गाको भदौरे र आसपासको क्षेत्रमा पछिल्लो महिनादेखि भएका त्रासदीपूर्ण श्रृङ्खलाबद्ध हत्या तथा लुटपाटका घटनापछि त्यहाँका स्थानीयले ढुक्कसँग जीवनयापन गर्न सकिरहेका छैनन्। प्रहरीले घटनामा संलग्न प्रतिवादीहरूलाई सूक्ष्म अनुसन्धान, कडा मेहनत र प्रविधिको प्रयोग गरेर पक्राउ गर्न सफल पनि भइसकेको छ। तर भदौरे क्षेत्र लगायत जिल्लाको सबै ठाउँमा जनताले शान्ति सुरक्षाको महसुस गर्ने वातावरणको माग गर्दै भदौरेका स्थानीयले आइतबार मौन विरोध तथा ध्यानाकर्षण र्याली निकालेर जिल्ला सदरमुकाममा परिक्रमा गरेका हुन्। भदौरेका स्थानीय युवा सन्तोष काजी कार्कीको समय जगत्तो तथा स्थानीय जनप्रतिनिधि चिसङ्खुगढी गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष बलराम कटुवाल र सिद्धिचरण नगरपालिका 1 का वडा अध्यक्ष तीर्थ बहादुर घिमिरे लगायतको अगुवाईमा मिलनचोकबाट निकालिएको र्याली जिल्ला प्रहरी कार्यालय, रामबजार, गणेशटोल, जिसस हुँदै जिल्ला सदरमुकाम परिक्रमा गरिएको थियो। र्याली सँगसँगै उनीहरूले ध्यानाकर्षण पत्रमा निसंख्यमा रहेको प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयको रूपमा स्थापना गरी दीर्घकालीन रूपमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने, चिसङ्खुगढी गाउँपालिका वडा नम्बर 6 भदौरे र वडा नम्बर 8 मा प्रहरी पोस्ट तथा सशस्त्र प्रहरी पोस्ट खडा गर्नुपर्ने र जघन्य अपराध गर्नेलाई मृत्युदण्डको व्यवस्था हुने गरी कानूनमा व्यवस्था हुनुपर्ने लगायतको माग सहितको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी मेघबहादुर मगराती, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र राजनैतिक दलको कार्यालयमा पुगेर बुझाइएको थियो। मौन रूपमा भए पनि स्थानीयले हत्यारालाई हदैसम्म कारवाही हुनुपर्ने, शान्ति सुरक्षाको प्रत्याभूतिका लागि राखेका विभिन्न मागहरू समयमै सम्बोधन हुनुपर्ने, अपराधीको मनोबल बढ्न नदिने गरी कानून संशोधन गर्नुपर्ने लगायतको शीर्षकमा राखेका मागहरू शक्तिशाली देखिएका छन्।